तपाईँ मधेसी नागरिक समाज हुँदै अहिले राजनीतिक दल खोलेर आउनु भएको छ। के हो यो? मधेसमा कुनै पनि बेला सामाजिक सद्भाव खलल पुग्ने खालको अवस्था, कहिले पहाडी मधेसीको द्वन्द्व हुने जस्तो अवस्था, कहिले हिन्दू र मुसलमानको बिचको जुन हिन्दू मुस्लिम भाइ भाइ भन्ने नारा सुन्नै पाइन्थ्यो पहिला, अब जुनसुकै बेला त्यहाँ चाहिँ सामाजिक सद्भाव अथवा खालको धार्मिक खलल अथवा साम्प्रदायिक दङ्गा भड्किने खालको अवस्था यो भुसको आगो जस्तो छ अहिले पनि, त्यो भन्छन् विश्लेषकहरू। यो किन, कसले रोप्यो, के भइरहेको छ, यहाँलाई चाहिँ के लाग्छ? होइन, मैले मेरो यसमा टोटली फरक दृष्टिकोण छ। सरकार बनेको 3 महिना भइसकेपछि सरकारको 100 दिनपछि चाहिँ मान्छेले सरकारको मूल्याङ्कन गर्न थाल्यो। कुनै पनि इन्डिकेटर पोजिटिभ आएन सरकारको। सुकुम्बासीदेखि लिएर चाहिँ त्यसपछि तपाईँको चाहिँ हिजोका भ्रष्ट नेताहरूलाई चाहिँ समातेर ती मतलब चाहिँ उनीहरूको सम्पत्तिको छानबिन गर्ने कुराहरूदेखि कुनै पनि इन्डिकेटर आर्थिक रूपमा अगाडि बढाउने देखि लिएर त्यसपछि युवाहरूलाई रोजगार दिने सबै इन्डिकेटर तल गएपछि 100 बुन्दा जुन राखेको थियो मैले यति 3 महिनामा यति गर्छु भने त्यसमा कुनै पनि 100मा कुनै पनि बुन्दामा सफल नभएपछि सरकारले एउटा चाहिँ परपञ्च रच्यो। त्यो परपञ्च के रच्यो भने अब आफ्नो पार्टीभित्र पनि विवाद, आफ्नै अर्थमन्त्री पूर्ण रूपमा सबैले गोल्डेन बागले भन्न थाल्यो होइन। बजेट पनि यस्तो ल्यायो 70-80% जनताले त्यो बजेट पनि 70-80% नेपाली नागरिकको एगेन्स्टको बजेट। कुनै पनि इन्डिकेटर राम्रो, छिमेकीहरूसँग पनि सम्बन्ध नराम्रो, अपोजिसनसँग पनि नराम्रो, जुन युवाहरूलाई आशा देखाएर आएको थियो त्यो युवाहरूको पनि चाहिँ आशा भरोसामा परिणत हुन नसक्ने अवस्था भएपछि त्यसपछि चाहिँ एउटा परपञ्च रचियो। त्यो परपञ्च के हो भने अब चाहिँ कुनै न कुनै राइट्स गराउनु पर्छ। त्यो राइट्स कहाँ गएर चाहिँ त्यो बिन्दु कहाँ बनायो भने सुनसरीको देवानगञ्जको कप्तानगञ्जमा। त्यहाँ चाहिँ जुन दिन घटना घटेछ त्यो दिन चाहिँ प्रदेशको पुलिसको प्रमुख चाहिँ बिदामा छ, जिल्लाको प्रहरी प्रमुख पनि बिदामा छ। घटना घट्नुभन्दा आधी घण्टा पहिलादेखि नै बत्ती चाहिँ काटेको छ हैन। यो संयोगले हुने चिज होइन क्या, बिना प्लान यो सब भएकै। त्यसपछि चाहिँ तपाईको हिन्दू मुस्लिमको त्यहाँ राइट्स भएकै छैन। त्यहाँ पहिले मतलब आयो डीजे बजायो, 2-4 जना केटाहरू चाहिँ मुस्लिम कम्युनिटीका केटाहरू आयो बोल्यो, त्यसपछि बुढापाकाहरू आएर उनीहरूलाई घर पठाइदियो। उताबाट फेरि चाहिँ यिनीहरूलाई चाहिँ त्यसै बिचमा होइन अब गाउँबाट मान्छे बोलाउनु पर्छ भने त्यसैमा सिभिल ड्रेसका मान्छेहरू इन्ट्री गरेछ। अनि उता मेहता टोलमा गएर मान्छेहरू चाहिँ हो यहाँ हिन्दू मुस्लिम राइट्स हुन थालेछ, ठुलो मतलब गरे। उताबाट मान्छे आयो, यताबाट चाहिँ उनीहरू घरबाट निस्किएकै छैन। अब त्यसपछि गोली चलाउँदाखेरि टोटल गोली चाहिँ पुलिसको गोली रहेछ त्यो हैन। तर चाहिँ सुरुमा सिडिओले के भन्यो भने मलाई थाहा छैन गोली चलाएको, प्रशासनले के भन्यो थाहा छैन, मतलब सरकारले के भन्यो थाहा छैन। पछि चाहिँ जब यसको चाहिँ छानबिन हुन थाल्यो बाहिरबाट हामीले थाहा पाए यो गोली चाहिँ त्यहाँको गोली चाहिँ सरकारले पुलिसले नै चलाएको रहेछ भने त्यसलाई एउटा रङ दिनु थियो त्यो हिन्दू मुस्लिमको राइट्स। यो टोटली सरकारले गराएको। त्यसो किन गराउँछ सरकारले? तपाईले यो हदसम्मको आशंका आरोप किन? आफ्नो आन्तरिक कलह, आफ्नो असफलता, यो त षड्यन्त्रको सिद्धान्त पनि हद भएन यो मण्डलजी? त्यो नागरिकले त्यो कुरा बुझ्दैन नि। नागरिकले यो भनेको सरकारले आफै त्यो खालको अवस्था सिर्जना गरेर सरकारले सिर्जना गर्यो र त्यसमा चाहिँ मतलब उहाँले मन्त्रीजीले अघि भनेको यो त राज्यले गरेको राज्यको विरुद्धमा हुनुपर्ने हो, तर चाहिँ सरकारको विरुद्धमा भनौँ, सरकारको विरुद्धमा, तर चाहिँ गयो कहाँ चाहिँ हिन्दू मुस्लिममा गयो। यदि त्यस्तो भएको भए त मुस्लिम एउटा कुरा भन्नुहोस् त, हिन्दू मुस्लिमको भएको भए त उताबाट 10 जनाले गोली लाग्दाखेरि त्यत्रो मान्छेको चाहिँ चोटपटक लाग्दाखेरि मुस्लिम कम्युनिटीको एउटा मान्छेको औँलासम्ममा चोट लाग्दैन थियो? त्यही त, त्यसो किन गर्यो होला त?
सरकारले एउटा समुदाय भनेपछि त्यसबाट प्रश्न देखिन्छ कि हिन्दू मुस्लिमको त्यो राइट्स थिएन, अथवा त्यसबाट त्यहाँ के अर्को थियो भने पुलिस र मतलब त्यो कम्युनिटीको मात्रै चाहिँ त्यो राज्यसँग भएको झगडालाई अति रञ्जित बनाएर हिन्दू मुस्लिम बनायो र आफ्नो चाहिँ कमी कमजोरीहरूलाई लुकाएर मतलब चाहिँ अहिले चाहिँ रोटी सेकिरहेछ, अहिले ठाउँ ठाउँमा घुमिरहेछ, संसदहरू मतलब मधेसमा छिर्ने ठाउँ पनि थिएन, कुनै पनि सांसद चाहिँ मधेसमा जान सक्ने अवस्था थिएन, भोट जे कुराले मागेको थियो त्यसमा चाहिँ कुनै एङ्गलमा ऊ चाहिँ मतलब इन्डिकेटरमा सफल नभएपछि जनताकोमा कसरी जाने, अहिले चाहिँ एउटा बहाना बनायो कसरी यो चाहिँ यो भइसकेपछि त्यसलाई चाहिँ सद्भावको नाममा यिनीहरूलाई राहत दिने नाममा सरकारप्रतिको पूर्ण पूर्वाग्रह रहेछ हैन त, पूर्वाग्रह भन्दा पनि सही यो हदसम्मको आरोप तपाईले लगाउनु भयो सरकारलाई, के छ पुष्टि गर्ने कुरा? पूर्वाग्रह भन्दा पनि नि यथार्थ कुरा मिडियालाई पनि नपच्या होला हैन, पुष्टि गर्नुस् न, प्रमाण सहित म आउँछ है त तपाईसँग, फेरि आउँछु दोहोऱ्याएर ल भन्नुस् त।